पलम हो यता बोटतिर पनि छ बोटतिर चाहिँ अब सकेको यहाँ धेरै फलेर यहाँ लडौ दिदीले त्यहाँ क्यारेटमा बोक्दै हुनुहुन्छ काम धेरै लाग्यो देख्दा नि रिस्को हेर्न यहाँ पलम आज हामीले कतिजनाले टिपेको यहाँ भगी दिदी तिमी त हल्लेको म हल्लिँदै बसे यता भाइ पनि हुनुहुन्छ यता दिदी म पलम 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 अर्गानिक कलम लिनु यो चाहिँ हाम्रो बिहान टिपेको पलम है जिन्दगी के गर्नु हेर्नु डोकु नाम्लो बोक्दै हिँड्दै पलम बोक्नु भएको छ उहाँले चाहिँ अनि यहाँ हेर्नु बेसीदेखि हामी लेकतिर जाँदैछौँ म चाहिँ फाइनली गाइस झोलेनी भएर हिँड्दैछु अब म घर पुगेर भात पकाएर खाएर फेरि अगाडिको दिदीकोमा पलम टिप्नै जानुपर्नेछ फर्किँदैछु म बाई बाई चारो पनि टिप्दैछ है पलम मात्रै टिपेको त कहाँ हो र फाइनल्ली हामी चाहिँ अब जङ्गलको बाटो आइसकेको छौँ अब आएर गएर खाएर हिँड्नु पर्नेछ फेरि गाउँघर जिन्दगी यस्तो छ सबैले धरान धनकुटा भेटार बस्नेहरूले यति सामान पठाइदेऊ न उति सामान पठाइदेऊ न दुःख देखेको खोइ हेर्नु यस्तो दुःख गर्नुपर्छ हामीले यस्तो दुःख जुका गाडीमा यहाँ ओ गोल्डन बुट लाएर त्यो पनि काम गर्नुपर्छ यो गोल्डन बुट पनि 2 केजी समथिङ हुन्छ ल हाम्रो त्यस्तो दुःख गर्नुपर्छ जुका चढेर हेर्नु उतातिर यस्तो साह्रो हुन्छ कि जुका आउने समय भयो काम गर्नु लास्टै साह्रो छ के गर्नु जिन्दगीमा देखायो भने दुःख देखायो भन्छ बोल्यो भने धेरै बोल्यो भन्छ बोलेन भने यो कस्तो एटिट्युड देखाएको भन्छ के गर्नु र दुःख छ जिन्दगी त्यो व्यक्त गर्न मात्रै नसकेको हो क्या हामी चाहिँ पलम टिपेर बोकेर गाडी आउने ठाउँमा लाँदैछौँ यसरी लानुपर्ने हुन्छ बोक्नु पर्ने हुन्छ यहाँ चाहिँ गोरुले झन् मुन्टा खाइदिएको छ स्कुलको मुन्टा यहाँ कुर्दैछ हामी चाहिँ हिँड्दैछौँ पछाडि त दिदीहरू हुनुहुन्छ सालिना दिदी तपाईँले यस्तरी भारी बोकेको बेलामा के को याद आउँछ जन्मको याद आउँछ रे मलाई चाहिँ मेरो मम्मीले खाजा बनाएको याद आउँछ यस्तो छ हाम्रो चाहिँ बाटो फेरि यस्तो छ यहाँ कोही कोहीलाई झोल मामाको अगाडि हिँड्नेलाई पछाडि हिँड्नेलाई सिकुटीको याद आउँछ रे करुण भाइलाई चाहिँ के को याद आउँछ हेङमाको याद आउँछ रे ठीको याद आउँछ रे ठी त्यसरी बोकेर गाडी आउने ठाउँसम्म घरदेखि निकाल्नु पर्ने हुन्छ सब्जीहरू अनि बोकेर धरान पठाउनु पर्ने हुन्छ यो सब्जीहरू चाहिँ सबै धरान बस्नेहरूले किनेर खानु पर्ने हुन्छ ल खानु ल हामीहरू चाहिँ पठाउँछौँ ल हजुरहरूले मजाले किनेर खानुहोस् ल यहाँ चाहिँ हाम्रो पलम क्यारेटमा हाल्ने काम एकदमसँगले हुँदैछ यो चाहिँ भगिमायाको पलम हो यस्तरी हान पनि हुन्छ यहाँ त्यस्तो पो फ्याला फ्याल पो गर्छ है फेरि यहाँ
बगीले यहाँ खनाउँदैछ। कुन हातले मस हाम्रो चाहिँ पलम किन्न आउनु होला, खान आउनु होला, हेर्नु होला। सस्तो छ अहिले त। यो पनि खनाउनु होला। यता रिसाउने मात्रै छ काम। हरेक सामान 50 अरे। योगिताको बर्थडे त म त असार 12 कि 14 मै कम्प्लिट भइरहेछ। 14 हैन ओइ? 14 हैन? म 14 र 12 मा कम्प्लिट भइरहेछ क्या। अस्ति सोध्नु पर्यो भनेको। मेरो अब जेठानीलाई मेरो बर्थडे पनि थाहा छैन, अब के भन्नु। तपाईको खोइ कति कति हेर्नु पर्छ। तिमीलाई चाहिँ थाहा भएको जस्तो कुरा गर्छौ। बगीमायाको क्यारेटमा 6 क्यारेट चाहिँ हुकको अवस्था छ। यहाँ आदि क्या पलम टिप्नु जानुपर्ने हुन्छ। हामी जाँदैछौँ। मात्र 3 लट टिपेको छौँ आज हामीले पलम। अब फेरि पलम टिप्नु उतेछ। हाम्रो ठाउँमा चाहिँ यस्तो हुस्से लागेको अवस्था छ। धरानको गर्मी सम्झेर हाम्रो यहाँ हुस्से हेर्नु होला साथीहरू, कस्तो लागिरहेछ तपाईहरुलाई। हेर्नु होला, हेर्नु होला। हाम्रो यो ठाउँ कहाँ भन्नुहुन्छ भने मात्र धरानदेखि 45 मिनेट गाडीमा आउनु पर्ने हुन्छ। अब यहाँ पलम टिप्दैछ मान्छेहरू। हेलो गाइस, अब हामी चाहिँ पलम टिपिसकेर यहाँ। हेलो गाइस, हामीहरू चाहिँ अब पलम टिपिसकेर हिँडेको घर। अब हामी चारो लगेर हिँड्यौँ। कोपीको चारो दिदीकोबाट हिँडेको। बोकेर हिँड्दैछ बोकुमा। म चाहिँ कोपीको पत्ता बोकेर हिँड्दैछु। हामी चाहिँ अब घर लाग्यौँ।